ग्याङ फाइट गरेर केटाहरू मिलेर आफ्नै साथीको हत्या गर्दा समेत अदालतले छुट दिएको छ। कथा सुरु गर्नुभन्दा अगाडि एउटा सानो सूचना। हामीले पात्रहरूको नाम परिवर्तन गरेका छौँ, तर कथा यथावत रूपमा प्रकट गरेका छौँ र सब्स्क्राइब बटन थिचेर मात्र सुरु गर्नुहोला। आजभन्दा ठ्याक्क 21 वर्ष अगाडि मिति 2061 साल वैशाखको 28 गते कास्कीको एउटा गाउँमा दुईजना दाजुभाइ हुन्छ। त्यो दुईजना दाजुभाइहरू सधैँझै आफ्नो दिनचर्या कटाइरहेका हुन्छन्। घाँस काट्ने, दाउरा चिर्ने र मेलापाता जाने उनीहरूको कार्य हुन्छ। तर त्यो दिन चाहिँ उनीहरूलाई जान मन लागिरहेको हुँदैन र दुईजनाले आज चाहिँ हामी काममा नजाने भनेर निर्णय गरेर बसिरहेका हुन्छन्। त्यो निर्णय गरेर घरमा बसिरहँदाखेरि साथीले कल गर्छ। कल गरेर त कुन बेला आउने मेलापाता, मकै खन्नुपर्ने थियो भनेर बोलाइरहँदाखेरि फोनबाट म आउँदिनँ भनेर झर्केर फोन काट्छ र तीनजना साथीले मान्छे पठाउँछन् दुईजना दाजुभाइलाई लिएर आउनको लागि मेलापातामा मकै खन्नलाई मान्छे नपुगेर बोलाउन पठाउँदा ती दुईजना दाजुभाइले इन्कार गर्छन्, म जाँदिनँ भनेर भन्छ। त्यसपछि बेलुका हुन्छ। साँझ हुँदाखेरि दुईजना दाजुभाइ सदरमुकामतर्फ लाग्दै गर्दा दुईजना दाजुभाइलाई बाटोमै भेष दर्जीको घर अगाडि भेट्छन् र भेटेर दाजु रामबहादुर परियारलाई प्रश्न गर्छन्, त किन आज मकै खन्न नआएको? तैँले हाम्रो बेलामा चाहिँ सघाउनु पर्दैन, सधैँ आफ्नो मात्रै गरेर हुन्छ भनेर झर्केर प्रश्न गर्दा दुईजना बीच विवाद हुन्छ। हात हालाहालको स्थिति पनि सृजना हुन्छ। जब हात हालाहाल हुन्छ, एउटा ग्याङको साथीले अर्को ग्याङलाई किसान परियारको दाइ रामकुमार परियारलाई विनोद गुरुङ भन्ने एकजना व्यक्ति जसले बोलाएका थिए मकै खन्नको लागि, उनले फर्स्ट चार्ज हान्छ र फर्स्ट चार्ज हान्दाखेरि आफ्नो भाइले देख्नै नसकेर अगाडि हैसिया बोकेर लिएर जान्छन्। तैँले मेरो दाइलाई हान्नी, म तँलाई सित्याइदिन्छु भनेर हैसिया बोकेर जाँदाखेरि अर्को दुईजना यतापट्टिबाट पदम गुरुङ र सूर्य परियारले पनि डिफेन्स गर्छन् साथी विनोद परियारलाई हान्न खोज्दाखेरि। यतापट्टि दाजुभाइ र यतापट्टि तीनजनाको घमासान त्यहाँनिर झगडा पर्छ र विनोद परियार र रामबहादुर परियारको झगडा हुँदै गर्दाखेरि रामबहादुर परियारको भाइ किसान परियारले हैसिया बोकेर पछाडिबाट टाउकोमा चार जान्छ। विनोद गुरुङ भन्ने व्यक्ति त्यहीँनिर ढलेर घाइते हुन्छन् र विनोद गुरुङलाई समात्न दुईजना उनका साथी पनि जान्छन् र त्यही बखत अर्को दुईजना दाजुभाइ चाहिँ त्यहाँबाट भाग्छन्। विनोद गुरुङ एकदमै लाचार अवस्थामा हुन्छ। अब त्यो रिस त्यहीँनिर शान्त हुँदैन, उनीहरूलाई एकदमै आक्रोश हुन्छ। त्यो आक्रोश पोख्नको निमित्त पनि उनीहरू त्यहाँबाट बाँकी 8 जना लिएर दुईजना दाजुभाइको घर जान्छन् पिट्नको लागि। त्यो 8 जना मध्ये पहिलो व्यक्तिको नाम थियो भेष दर्जी, जसको घर अगाडि नै झगडा भएको थियो। दोस्रो सूर्य परियार, तेस्रो खजाना गुरुङ, चौथो सोमबहादुर परियार, पाँचौं रेला दर्जी, छैटौं मेरु गुरुङ, सातौं पदम गुरुङ, आठौं रेला दर्जीको आमा। रेला दर्जीको आमा र रेला दर्जीलाई समेत लिएर उनीहरू घर जान्छन्। त्यो घरमा पुग्न साथ दुईजना दाजुभाइ पिँढीमै बसिरहेका हुन्छन्। उनीहरूलाई डर लाग्दैन, हातमा हैसिया अझै पनि त्यहीँनिर थियो। त्यसपछि ती 8 जना व्यक्तिहरूले दुईजना दाजुभाइलाई त्यही पिँढीमा घेर्छन्। सुरुमै आमाले गएर गाला पड्काउँछ, त्यसपछि हातमुक्का चल्छ। दुईजनाले सुरुमा त प्रतिकार गर्छन्, तर त्यसपछि चाहिँ प्रतिकार गर्न सक्दैनन्। विनोद गुरुङ हैसिया भेटेका थिए पछाडि र अर्को सूर्य परियार, ती दुईजना व्यक्तिले चाहिँ अर्को हतियार पनि लिएर आउँछ। विनोद गुरुङ र सूर्य परियारले हातमा चिरपट र दाउरा लिएर प्रहार गर्छ। धारिलो चिरपट हुन्छ, त्यो चिरपट बीचदेखि काटिएको हुन्छ। त्यो चिरपटले एकचोटि मात्रै होइन, पटक पटक प्रहार गर्छ। कठालोमा समातेर तान्दै 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 घरबाटै 60 मिटर पर मकै बारीमा लिएर गएर पिट्न थाल्छन्। एकचोटि मात्रै पिट्दैन, पटक पटक पिट्छन्, टाउकोमा प्रहार गर्छन्। पिटी 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 त्यहाँनिर दुईजनालाई नै घाइते पार्छन्। रगत छालिरहेका हुन्छन्, आँखा खोल्न सकिरहेका हुन्छन्। त्यसपछि ती दुईजनालाई नै बाउले र
गाउँलेहरू मिलेर त्यहाँबाट हतार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेर भर्ना गर्छन्। 2 दिनपछि यानि कि 30 गते भाइ किसान परियारको अस्पतालमै मृत्यु हुन्छ। डाक्टरले किसान परियारलाई बचाउन सक्दैन। दाइ त्यहीँनिर भकानो छोडेर रुन्छन्। यो सबै कुराहरू बयानमा लेखिएको छ। त्यो पीडामा बुवाले प्रहरी चौकीमा गएर जाहेरी दरखास्त दिन्छन्। मेरो छोरालाई मकै खन्ने न्युमा खन्न आएन भनेर पिटी हत्या गरियो। प्रहरीले लास जाँच गर्न जाँदाखेरि टाउकोभरि चोट रहेको, पछाडि कानदेखि अगाडि गालासम्म चिरिएको, काटिएको र शरीरमा निलडाम भएको रिपोर्ट तयार पार्छ। त्यसपछिको इन्भेस्टिगेसनको प्रक्रिया भनेको घटनास्थल मुचुल्का, त्यो मकै बारीमा सबै मडारिएको हुन्छ। त्यो मडारिएको फोटोसहित र त्यहाँको रिपोर्ट लिएर प्रहरी अगाडि बढ्छ। 3 दिनभित्रै अस्पतालबाट पोस्टमार्टम रिपोर्ट आइपुग्छ। पोस्टमार्टम रिपोर्टमा पनि के लेखिएको हुन्छ भन्दा टाउकोको चोट पीडाबाट मृत्यु भएको भन्ने समेत बेहोराको मृतक किसान परिवारको नामको लास जाँच पोस्टमार्टम। अब प्रहरीले किसान परिवारकै दाइ जो घाइते भएर अस्पतालमा लडिरहेका छन् उनलाई बयान लिन्छन्। मृतकको दाइ घाइते रामबहादुर परियारले पनि के भनेर जवाफ दिन्छन् भन्दा हामीलाई मकै खन्न बोलाएको थियो, मकै खन्न बोलाउँदा हामी गएका थिएनौँ। नजाँदाखेरि उनीहरूले हामीलाई रिसिभी लिएर पिट्न आएका थिए। 8-10 जना केटाहरू सबैजना मादक पदार्थ सेवन गरेर हाम्रो घरमा आएर हामीलाई कठालोमा समातेर पिटी संवेदनशील अङ्गमा समेत पिटी मेरो भाइको पनि हत्या गर्छन् र त्यहीँनिर मलाई पनि घाइते बनाउँछन् भनेर समेत बयान दिन्छ। त्यसपछि विनोद गुरुङ जसले चिरपटले हानेको भनेर बयानमा उल्लेख गरेको थियो, मलाई कानुन बमोजिमै कारबाही होस्, म भोग्न तयार छु यदि मैले गर्दा मृत्यु भएको हो भने। त्यसपछि अर्को आरोप लागेको व्यक्ति सूर्य परियार भन्ने जसले दाउराले हानेको भनेर बयानमा समेत लेखिएको छ, त्यो व्यक्तिलाई समेत प्रहरीले लिएर आएर बयान गर्दा एकै मिलानको बयान दिन्छन् र साबिती बयान दिन्छन् भन्नाले हो मैले मारेकै हो, मलाई कानुन बमोजिम कारबाही होस् भनेर। अब प्रहरीले फेरि प्रत्यक्षदर्शी पनि हुन सक्छन् भनेर 2 जना प्रत्यक्षदर्शी भेट्टाउँछन्। एउटा पोडे परियार र अर्को भीमबहादुर गुरुङ। ती 2 जनाले नै एकै मिलानको मौकाको कागज गर्छन्। हो यिनीहरू 8 देखि 10 जनाले नै पिटेर मारेको। ती 8 देखि 10 जना मध्ये पनि 2 जना यानि कि विनोद गुरुङ र अर्को सूर्य परियारले नै गर्दा यिनीहरूको मृत्यु भएको हो भनेर। अब प्रहरीले बाँकी 8 जनालाई पनि गिरफ्तार गर्न खोज्दा ती 8 जना व्यक्ति चाहिँ त्यहाँबाट फरार हुन्छ। त्यसपछि सम्पूर्ण रिपोर्टहरू कलेक्ट गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमा पठाउँछ। सरकारी वकिलले पीडित तर्फबाट मुद्दा दायर गर्ने हो। त्यसैले त्यो मुद्दाको अभियोग दायर त्यही कास्की जिल्ला अदालतमा गर्छ। के भनेर अभियोग दायर गर्छ भन्दा मिति 2061 1/28 गते मनसायपूर्वक 8 जना व्यक्ति र प्रतिवादी विनोद गुरुङ र सूर्य गुरुङले लाठी र जाहेरीमा उल्लेखित अन्य प्रतिवादीहरूले हात मुक्का किसान परिवारलाई हान्दा मृत्यु भएको हो भनेर मुलुकी ऐन ज्यान सम्बन्धी महलको 1 नम्बर र 13(3) नम्बरको कसुर अनुसार अपराध गरेको हुनाले जन्मकैदको सजाय होस् भनेर माग दाबी लिएर जान्छ। मुद्दा चलिसकेपछि 2 जना प्रतिवादी चाहिँ उपस्थित हुन्छन्, अरू त भागेका हुन्छन्। ती 2 जना प्रतिवादी मध्ये 1 जना विनोद गुरुङलाई बोलाएर अदालतमा पनि बयान गराइन्छ। फेरि अदालतमा बयान गराउँदा चाहिँ के भनेर बयान दिन्छ भन्दा मैले मादक पदार्थ सेवन गरेको थिएँ, मलाई के आइडिया पनि थिएन मैले के गरिरहेको छु भन्ने, तर मलाई के चाहिँ थाहा छ भन्दा सूर्य परियार भन्ने मेरै ग्याङको एउटा साथीले चाहिँ पहिलो प्रहार गरेको, त्यो पहिलो प्रहार गरिसकेपछि मात्रै मैले हानेको, त्यसैले सूर्य परियारले गर्दाखेरि चाहिँ त्यो व्यक्ति मेरो अर्को साथीको ज्यान गएको हो भनेर डिफेन्स लिन्छन् र आफ्नो साथीलाई फसाइदिन्छन्। अब सूर्य परियारलाई ल्याएर बयान गराइन्छ। सूर्य परियारले पनि विनोद गुरुङलाई दोष लगाउँछ। मैले फर्स्ट चार्ज हानेको होइन, सुरुमा विनोद गुरुङले हानेको हो, त्यसपछि मैले हानेको। विनोद गुरुङले हान्दाखेरि नै घाइते भइसकेको थियो, त्यही भएर विनोद गुरुङले गर्दाखेरि मरेको हुनसक्छ, मैले गर्दा मरेको होइन भनेर फेरि डिफेन्स लिन्छन्। यहाँनिर हामीले के देख्न सक्छौँ भन्दाखेरि आफ्नै ग्रुपको 2 जना मध्ये विनोद गुरुङले सूर्य परियार र सूर्य परियारले विनोद गुरुङलाई एकअर्कालाई दोष लागेको देखिन्छ। न्यायाधीशले प्रहरीले इन्भेस्टिगेसन गरेको रिपोर्ट, लास जाँच मुचुल्का, घाउ जाँच मुचुल्का र पोस्टमार्टम रिपोर्ट र बयानहरूलाई आधार बनाएर 2 जना व्यक्तिलाई जन्मकैदको फैसला गर्दा अलि चर्को पर्न जाने हुन्छ। 18 वर्षभन्दा कम
16 र 17 वर्षका मात्रै छन् नम्बर 1 र पुरानो रिसिभी रही कर्तव्य ज्यान यानि कि मान्छे मार्न पनि यिनीहरूले खोजेको होइन भन्ने पनि देखिन्छ नम्बर 2 नम्बर 3 घटना घटेको बखत यी दुईजना व्यक्तिले रक्सी सेवन गरेका थिए त्यो पनि एउटा डिफेन्सको रूपमा लिन सकिन्छ मनसायपूर्वक होइन भन्छ नम्बर 4 तत्काल मृत्यु पनि नभएको र 2 दिनपछि अस्पतालमा मृत्यु भएको भन्नाले मान्छे मार्छु नै भनेर त गरेको रहेनछ घाइते मात्रै बनाएर छोडेको हो तर त्यही घाइतेकै कारणले पछि मृत्यु भएको हो भन्ने देखिन्छ र नम्बर 5 के डिफेन्स लिन्छन् भन्दा आफूले गरेको कसुरको समेत अदालतमा आई स्वीकार गरेको त्यसैले यो 4 देखि 5 वटा डिफेन्सको कारणले गर्दाखेरि 16 र 17 वर्षको यी दुईजना व्यक्तिलाई मात्र 10 वर्ष जेल सजाय दिइन्छ अब बाँकी 7 देखि 8 जना व्यक्ति चाहिँ फरार भएको कारणले मुल्तबीमा राखिन्छ मुल्तबी भन्नाले रोकेर राखिन्छ र जुन बेला भेटियो त्यही बेलामा जगाउने हो बीचबीचमा इन्भेस्टिगेसन गरिरहेको हुन्छ सिभिल ड्रेसमा प्रहरीहरू परिचालन गरिरहेको हुन्छ यी 8 जनादेखि 7 जना व्यक्तिहरू ब्ल्याकलिस्टमा पनि राखिन्छ र 10 वर्षपछि 2071 सालमा यी तीनैजना व्यक्तिहरूलाई चाहिँ समातेर लिएर आउँछन् चित्रबहादुर दमाई पदमबहादुर गुरुङ खजाना गुरुङ त्यही ग्याङ मध्येको एकजना आमा थिए त्यो आमाले के भनेर बयान दिन्छन् भन्दा म त्यो झगडामा गएको पनि थिइनँ संलग्न पनि थिइनँ मेरो नाम किन ल्याइयो थाहा पनि छैन मेरो त 2 जना छोराहरू छन् त्यो 2 जना छोराको म त आमा हो मैले त्यस्तो कहिले पनि गर्न सक्दिनँ दोस्रो प्रतिवादी खजाना गुरुङले चाहिँ के भनेर बयान दिन्छन् भन्दा हार गुहार गरिरहेका थिए कराइरहेका थिए के चाहिँ भयो लौ न ए भनेर म त्यहाँबाट दौडेर जाँदाखेरि त्यो 2 जना व्यक्तिहरू जो दाजु र भाइ चाहिँ लडिरहेका थिए घाइते अवस्थामा थियो त्यति बेला मात्रै म पुगेको मेरो नाम किन लियो मलाई थाहा छैन मलाई इन्साफ होस् तर पदमबहादुर गुरुङले चाहिँ के भनेर बयान दिन्छन् भन्दा मलाई किन नाम लियो थाहा छैन मेरो नाम पनि किन लियो थाहा छैन यो घटनामा म संलग्न छैन सो मलाई सफाई हुनुपर्ने हो मलाई इन्साफ दिलाइ पाऊँ भनेर समेत बयान दिन्छ जिल्ला अदालतले फेरि 71 सालमा 10 वर्षपछि यी 3 जनाको पनि फैसला गरिदिन्छ यी 3 जना व्यक्तिहरू अपराधी होइनन् भनेर 3 जनालाई नै सफाई दिन्छ त्यसपछि यो 3 जना व्यक्तिलाई फेरि सरकारी वकिलले पोखराको पुनरावेदन अदालतमा मुद्दा हाल्छन् सफाई दिनुपर्छ भनेर सुरु जिल्ला अदालतले गरेको फैसला नै सदर गरिदिन्छ त्यसपछि फेरि सर्वोच्च अदालतमा मुद्दा पर्छ यी 3 जना व्यक्तिलाई जिल्लाले पनि उच्च अदालतले पनि गरेको फैसला त्रुटिपूर्ण छ त्यसैले यिनीहरूलाई सफाई हुनुपर्ने होइन जेल सजाय हुनुपर्ने हो भनेर फेरि मुद्दा हाल्दा सर्वोच्च अदालतले पनि व्याख्या गरिदिन्छन् यी 3 जना व्यक्तिलाई चाहिँ समात्न मिल्दैन र सर्वोच्च अदालतले अर्को के पनि जुरिस्प्रुडेन्सको निर्माण गर्छ र फिलोसफीको निर्माण गर्छ भन्दा जो अभियोग लागेका अभियुक्त थिए ती अभियुक्तले पोल लागेको भरमा मात्रै समात्ने हो भने न्यायोचित हुन जाँदैन त्यसैले पोल लागेको कुरालाई अर्को प्रमाण साक्षीको प्रमाण अर्को प्रमाण प्रत्यक्षदर्शीको प्रमाण अर्को प्रमाण घटनास्थल मुचुल्का हुन सक्छ जुनसुकै प्रमाण होस् समर्थन गर्यो भने मात्रै समात्न मिल्छ तर एउटा मात्रै प्रमाण पेश गरेको आधारमा समात्न मिल्दैन भनेर फैसला गरिदिन्छ यो जुरिस्प्रुडेन्स ठिक त हो पोल लागेको आधारमा मात्रै सजाय हुनु हुँदैन भन्नु त ठिक हो तर यहाँनिर पोल मात्रै लगाइएको छैन अगाडिदेखि जाहेरी दरखास्तलाई पनि हेर्ने हो भने पोललाई पनि हेर्ने हो भने गाउँलेहरूले बयान गरेका देखिने हो भने पनि यी अरू व्यक्तिहरू पनि संलग्नता देखिन्छ र अगाडिदेखि नै यो पदमबहादुर गुरुङ भन्ने व्यक्ति त 2 जना जो जेल सजाय कटाइरहेछन् तीसँग संलग्न भएको पनि देखिन्छ तर पदमबहादुर गुरुङको हकमा चाहिँ त्यसरी नथुनेर बाँकी 2 जना आमा र अर्को साथी जसरी नै छोडिन्छ ठिक छ साथीलाई र आमालाई छोड्नु त ठिक हो तर पदमबहादुर गुरुङलाई चाहिँ किन छोडियो अदालतले यहाँनिर ब्लन्डर गरेको छ पदमबहादुर गुरुङ त अगाडिदेखि नै ती 2 जना जो जेल सजाय कटाइरहेका छन् तिनीहरूसँग नै थिए र तिनीहरूसँगै मिलेर भेट्न पनि आएको थियो यो कुरामा अदालतले सिरियस भएर फैसला गरेको नदेखियो एउटै अपराधमा 8 देखि 10 जना र कि त 10 जना भन्दा माथि 35 जना समेतले अपराध गर्दाखेरि न्यायाधीशले 35 जनाको भिन्न भिन्न फैसला गर्नु पर्दा आफै अलमलमा परेर पनि फैसला गरेको देखिन्छ 35 जनालाई कसरी फैसला गर्ने भिन्न भिन्नै तरिकाले ग्राभिटी अफ क्राइम अनुसार फैसला गर्नुपर्ने हुन्छ
एउटाले हतियार प्रयोग गरेको हुन्छ भने अर्कोले हातमुक्का मात्रै प्रयोग गरेको हुन्छ। हातमुक्का मात्रै प्रयोग गरेकोलाई त्यही अनुसारको सजाय दिनुपर्छ र हतियार प्रयोग गरेकोलाई त्यही अनुसारको अलि बढी सजाय दिनुपर्छ। तर हातमुक्का मात्रै प्रयोग गरेको आधारमा यो मरेको होइन भनेर छोड्नु भनेको चाहिँ त्यो त्रुटिपूर्ण फैसला हो, जुन चाहिँ यहाँनिर पदमबहादुर गुरुङलाई छोडेको देखिन्छ। पदमबहादुर गुरुङले हातमुक्का मात्रै प्रयोग गरेको हो, त्यसैले यसले गर्दा मरेको होइन भनेर दिनु तर्क भनेको र दिनु फैसला भनेको एकदमै त्रुटिपूर्ण छ र एकदमै इलोजिकल पनि छ। तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो? इन्फर्मेटिभ लागेको भए सब्स्क्राइब गर्न नभुल्नु होला र यो केसको पूर्ण पाठ पढ्न चाहनुहुन्छ भने प्लिज हामीलाई इन्स्टाग्राममा मेसेज गर्नु होला। धन्यवाद।